What? नवाले फिस पार्यो है वाह गुड जब पका यसमा चाहिँ दुईजनाको फिसिङ केबल अड्केर मैले पारेको भन्दै थियो पर्न चाहिँ नवाको परेको छ कसकोमा आएको हो र यो पह म पानी लिएर आउँछु पह यहाँ एकछिन म कसको हेर्छु है पहिला पह न नवा नगर केही पनि नगर म यो हुक निकाल्छु पहिला खै त देखाउ त यता हेर थम्स अप यस नवाले आफै समातेर आज फिस या लुक एट दैट Carpet fish. है अब लियमले अलिकति उस हाल मकै हाल द्याट मिन्स माछा रहेछ नि त होइन नवा लियम ल अर्को बेट हाल्नु पऱ्यो आज कतिवटा माछा पार्दो रहेछ हेर्नु पऱ्यो अब त्यो हातले नछौ है हात हामीले खानेपानी मात्रै ल्याएको छ धुने ल पख म मकै हालिदिन्छु ल मकै हाल लियम एउटा मात्रै मकै भयो दुईवटा हाल दुईवटा तान आउँछ मजाले तान नआए त हेर्दा बाबालाई एकचोटि कस्तो छ ओके हामीले फिस पारेको छ गाइजहरू ल हेर्न सक्नुहुन्छ लुक एट दिस इज नट लियम पकेटमा लिएर यता लिएर घुमा यहाँ पकेटमा लिएर यहाँ ओ उता अड्कियो के यताबाट लिएर लिएर रोल गर्न अलिकति लियम यहाँ लिएर यहाँ छोडै न माई गॉड पख यो समात म डोरी समात्छु यतिको समात ओ माई गॉड यो त बिगवाला रहेछ यार ल छोड दुख्यो नि त त्यसलाई यस्तो गर ओ माई गॉड सी मैले भनेको होइन लास्ट 2 मिनट जान लाउने बेला त्यही छ त अनि यो दुईटा यो चाहिँ ठुलोवाला पऱ्यो कत्रो बेन्ड भयो देख लियम त्यो टिर्र ताने क्या आज रहेको छ 28 डिसेम्बर 2025 स्कुल हलिडेमा हामी फिसिङ गर्न आएको लियमले 1 फिस अनि नोवाले 1 फिस पाएको छ लियमको चाहिँ अलिक बिगवालै छ है किक नान्न न ल लियम समात ल तेरो बिगवाला मजाले ग्राब समात्नुपर्छ अनि तल समात तल बटममा तल दुईटा हातले टक्क समात न ग्रिप गर हात समात ल यता हेर बाबालाई हेर यता हेर न बाबा I told you स्लिपरी भएर माछा चिप्लेको अवस्था गाह्रो थियो माटो टाँस मजाले यता हेर्दा न पक्क म सिकाउँछु फिसले यहाँ हातमा हेर है फिसले यस्तो गऱ्यो भने चाहिँ लुज हुन्छ यस्तो गरेर च्याप्प यसरी समात्नु पर्छ है नवा तिमीले नगर लियम दुईटा हातले गरे नि हुन्छ दुईटा हात युज गर्न दुईटा हातले च्याप्प समात्नु छोरा स्लिपरी हुन्छ के गरिस् त्यस्तो फास्ट गरेर हुँदैन कि फिल गरेर च्याप्प समात्नु छोरा आँखामा आउँछ नुवा पछाडि जा दुईटा हातले गर्न छोरा दुईटा हातले गर ल नुवा समात ल हो त्यो बटममा हो त्यसरी ल समात छिटो समात किन स्केयर हो त्यसरी समात्ने हो क्या या गुड जब यो चाहिँ सेकेन्ड फिस हाम्रो लिक आप जस्तै त हो नि कार्प ल नवालाई समात्न दियो नि त समात नवा समात हुन्न अब बाहिर उता गरिदिने समात छिटो डरारो हुन्छ यसरी खसर त समातिरहेको है लियम ल यी हेर्दै बाबाले कसरी समातेछ बिचमा ल समात छिटो अनि पानीमा फालिदिनुपर्छ समात तल समात हो त्यहाँ एउटा हात त्यहाँ समात एउटा बिचमा समात यहाँ होल्ड गर हो त्यसरी ल यता हेर बाबालाई हेर लियम तिमी नि हेर एन्ड अफ द डे लियमलाई नयाँ लुगाले किनेर आएको हामी भर्खर फिसिङ देयर वी आर इट्स अ फिसिङ ब्रो बिस्तारै डन्ट रस उ फाइट गरेर उता गर्छ नि होइन पुल गर यस्तरी हल्का पुल गर तिम्रो नि तान्यो कि यार यहाँ पनि रड थियो ढलिरहेको लियमको
लियमको त किन ढलेर है लियमको नि मकै चाहिँ खाइदिएछ छोरा तेरो ढलेको होइन मकै चाहिँ खाइदिएछ ओ बोय अलिकति लिन गर्न तानिराख्ने नि होइन हो त्यसरी यसरी छोड्दै अनि तान यसरी बेजे पखाइ म पानी रेडी गर्छु बिग वान पानी रेडी गर्नु पर्यो ब्रो Look at that. पखाइ भाइ यता लिएर यता लिएर यता लिएर म पकेटमा हाल्छु यता लिएर रोल गर यता रोल गर भाग्यो उता यता लिएर टाइट गर न पहिला त्यो टाइट गर त रिल तलको भाग्यो नि त धेरै उता गयो टाइट गर Costa big. Oh my god. But can I touch the costa? बाल्टीमै यो टाइट गर्नुपर्छ के भाइ छोड यो त उफ्रेरै जाला जस्तो पो छ पखै कस्तो एक्सपिरियन्स भयो भाइ फिस fish funny banana animal fire. My goodness. Next time त ओ भाइ बकेटमै नअट्ने फिस पार्यो त मेरो छोराले यार ल यो समा त त्यो रड त्यहीँ छोड्दे यो चाहिँ मेरो रड हो यता घुमाउ क्यामेरा बाबुले हुर्किहाल्छ यसलाई त लास्टै भयो big one यहाँ हेर्न आइज त कस्तो घाउ हुन्छ मुखमा देख्छ तैँले कहाँ भित्र यहाँ अड्केछ नि देखिँदैन लियम हमने लास्ट वाला पकड़ तो Costa strong tail. Is this a video? Yeah. God, it's big one, yeah. Some other photo hits us? Oh hell yes, sir. Oh, you the guys, like literally यत्रो big fish हैन मेरो हात यस्तो स्लाइमी भयो हेर्दै हुँदै नेक्स्ट टाइम त अलि ठुलो बकेट लिएर आउनु पर्यो भाइ ल भेरी स्लिपरी हुन्छ टक्क हुकमा तल र टाउको बेसमा गिल्स निर है पुच्छरमा समाते नि रामसँग समात सब आई टोल्ड यु छोरा तिमीले त्यसरी समातेर हुँदैन नि बाबा छोड तल हो त्यता लेफ्ट यतातिर समात ए त्यो कसरी त्यसरी समातेर हुँदैन बेबी यो त स्मल फिस हैन नि त नि हात माटोमा गर्दा हात माटोमा गर्दै यहाँ तल माटोमा सब रब गर एकदम मजाले रब गर्न हो त्यतिको ल भयो त बाबुले समात्छ नि हेर यसरी गिल्समा ल तल यस्तै समात तल बेसमा समात यहाँ समात है मजाले ग्रिप गऱ्यो Oh my god, look at the size of this fish. Bang! Bang bang! यता हेर यता हाँस राम्रो फोटो हाँस्नुपर्छ नि त नि एउटा यो कार्प स्लेयर्स यता साइड वाइज गर्नु छोरा साइड वाइज हो त्यसरी यता हेर ल द्याट्स इट अर्को फिस पार्यो है लियमले लिलो वान बाल्टीमा हाल्ने सानोवाला पऱ्यो गुड
आज परेको थियो हामी एलडी गएर सपिङ गरेर घरको लागि सपिङ गरेर आएको थियो लियमले कतिवटा पार्दो रहेछ है लिक आप कहाँ उता छोड कसरी यसरी हो त्यसरी तान तान भएन 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 हेर यो हुक यस्तो छ यता यस्तै तान्नुपर्छ क्या हाम्रो एउटा फिस परिसकेको छ अनि लियम हामीहरू चाहिँ 29 क्र्याकर खाँदैछ है बाबा मलाई आज पनि त्यो बिट चिली ओइल गाउले आज पनि त्यो सेन्सिङ गयो लाइक बिटबाट बुझ्छ मैले नोवालाई त्यहाँ गएर सरी भनेर रुखमा हात छोएर सरी भन्यो नि त राइट अनि ह्याप्पी अगाडि जा अब अगाडि जा त मान्छे माछा पारिसकेको छ ऊ म जस्ट मलाई राइट टाइममै निकाल्छु मेरो राउन्ड 2 माछा अब टाइट गर्न अलिकति टाइट हि चेन्ज हिज माइन्ड यता परेन भनेर अब ठाउँ चेन्ज गर्न लाग्छ हेर्दा मकै त खाइदिएछ त नुवा ए होइन नुवाले मकै हाल्छ पहिला मकै हाल्नु पऱ्यो नि त नि पहिला उकाल ल मकै निकाल यो तिमी हाल त त्यहाँ राख मकै हराउँछ अब लुज गर तल गर पुस गर रिल चाहिँ समाति राख रिलसम्म त ऊ झरिसक्यो ल टाइट गर फेरि फेरि टाइट गर ए राउन्ड 3 दुईटा फिस परिसक्यो फेरि फिस पर्यो भनेछ आज पुरै कमिटमेन्ट गरेर बिहानदेखि आएको वाह वाह भाइ वाह वाह भाइ वाह कस्तो फिस ठुलै रहेछ त रिल होल्ड गर्यो अब लुज गर त्यो लेट लुज अब स्विङ गरेर फाल अलि नजिक जाऊ पर फाल है माछा पर्ने हिसाबले अलि बेस्केरी स्विङ गर क्रिकेटको जस्तो गल्फको जस्तो यस ल आऊ अब छोडिदेऊ लक गर्यो आऊ पछाडि आऊ हो त्यहाँ भैँमा छोड अनि रिल लुज छ कि छैन चेक गरी गरेन तानेर तान माथि तान क्लिक क्लिक आवाज आयो कि आएन खै यसरी तान त ए आछ आछ यहीँ छोडिदियो द्याट मिन्स होइन नोवाको लुज गरिदिएको क्या एउटा फेरि माछा पऱ्यो कि भनेर खै देखाउ त खै यो कस्तो दामी हालेछ ठ्याक्कै पर्छ नगर न नगर माछालाई नतर्छ के भयो फेरि कहाँ फालिस लियम तैँले मकै झऱ्यो होला तेरो धेरै टाइट नगर के त्यो माथि अलि ठिक्क मैले गरेछ रिल टाइट गर लियम त्यो टाइट होइन के फर्स्ट थिङ के टाइट गर्नुपर्छ नोवाला देऊ नि त अहिले नोवाला देऊ ल तिमीले आज 2 चोटि गरिसक्यो नि त ह्याट सुल्टो गर ल नोवाले रोल गर बाबा नवाला आउँछ ऊ माथि गर्दै गर्छ ल रिल टाइट गर रिल गर आफै गर आफै लियम छोड्दैन भाइ छोड्दै आफैले गर्छ कि त्यसले आफैले गर्छ ऊ र तिमी चाहिँ बाल्टी लिएर आइदेऊ नि त भाइलाई हेल्प गर्ने भयो गर रोल चाहिँ त्यस्तो गर्नु पर्दैन तिमी आफै गर माछा लिएर यसले चाहिँ बिगवाला पारे जस्तो छ आई टोल्ड यु गयो माछा गयो फुत्केर भाग्यो आई टोल्ड यु ल हेर्दु हुक यहाँ आए हुक त्यसरी तान्ने हो त नि यत्रो ठुलो उठाउ बिस्तारी ल अब बिस्तारी लक गर न तिम्रो लक गर त्यो होइन यो ब्लू बटन लक गर ब्लू घुमाउ यो लक गर ल अलिकति टाइट गरे ल अब तिमी यता झ्याङतिर नआऊ झ्याङतिर अड्किन्छ यतापट्टि आऊ ल नगएकोमा फिस परेछ ल टाइट तिमी आफैले गर माछा गयो नि लुज भयो नि केही हुँदैन अनि तिमीले लर्न गर्छ नि त बिस्तारी टाइट गर रड तल गर्ने नोमा रड मान्छे होइन रड तल गऱ्यो टाइट गऱ्यो ताना यसरी
ताना ताना ऊ ऊ ऊ, अड्किसक्यो ऊ माछा अड्किएर टाइट गर न टाइट गरेर घुमाऊ 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 सानो घुमाऊ गुड जब माछालाई नि हेर हेर नि यसो आएको छ के अरे नवा माछा नि हेर ऐ त यत्रो ठुलो परे थियो यो त सानोवाला परे जस्तो छ ताना ताना ऊ उता भागेछ इट्स होइन इट्स ओके इट्स ओके इट्स ओके ऊ ऊ ऊ ऊ आम्मा ऊ ऊ हेर त रड तानेको ऊ ऊ ऊ भागेछ नि त अनि इट्स ओके ल ताना 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 यस्तो गर्ने ल ताना रोल गर यसरी बिस्तारै बिस्तारै ला पढ्ने यस्तो दामी छ है त्यहाँ टक्क हाम्रो सिसिङ भइरहेछ त्यहाँ बेड भइरहेछ यहाँ स्विङ खेल्दैछ नेचुरल ट्रीमा होइन चाहिँ कस्तो छ भन्दाखेरि अलिकति क्याङ्गुरहरू शीतलमा बसेर टक्क घाँस खाँदैछु है न द्याट बाटो पारी नै हो हामी चाहिँ यहाँ छ उतै बाटो पारी माछा पऱ्यो जस्तो लाग्यो ठ्याक्कै गरेको हल्ले हो र लियम हो यो हेर्न मेबी होइन भन्ने थाहा हुन्छ ऊ रड बेन्ड भन्ने छोड त एकचोटि तानेछ नसिका नसकिया दादालाई ऊ ल बिस्तारी रड तल गर भनेको होइन रड अल द वे तल गर लियम रड तल अल द वे पानीमै टाइट गर बिस्तारै जा बाल्टी लिएर ए यो त सानो रहेछ खै ल्याएर तान त माझी अब यही ठुलो परेको भए त तिम्रो हुकै चुट्टिन्थ्यो फ्री फिस आज लियमले तिनवटा पारेको राइट ओ माई गॉड नोआको त दुईटा बिग छुट्यो नि त